हेलो वेलकम ब्याक टु माई मिलियन सब्सक्राइबर च्यानल। हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला। र म चाहिँ आज रेडी हुँदैछु भिडियो बनाउनको लागि, गिफ्ट प्याक गर्नको लागि। दुईटै काम एकैचोटि, किनभने एउटा समयमा दुईटा काम हुन्छ भने किन नगर्ने, आइडिया लगाउनु पर्यो नि त हो। त्यही भएर मैले गराएको र म चाहिँ रेडी भइसकेँ। अब चाहिँ म प्याक गर्छु कपडा। र यो अर्डर आएको थियो चितवन नारायणघाटबाट। एकजना सरले गर्नुभएको थियो आफ्नो एनिभर्सरीको लागि र छोरीको बर्थडेको लागि। र सबैभन्दा सकिङ कुरा के हो भने एनिभर्सरी र छोरीको बर्थडे एकै दिन। वाउ, व्हाट अ गुड न्युज। अनि त्यसपछि सँगसँगै मैले बनाएको थिएँ टिकटक र फेसबुकको लागि पनि भिडियो। त्यसपछि चाहिँ मैले गरेँ कपडा प्याक। र सबैभन्दा डिफिकल्ट कुरा मलाई कहाँ लाग्यो भने जब मैले सुटहरू प्याक गरिसकेँ, अब छुट्टाउने समय आयो। कुन चाहिँ श्रीमतीलाई दिने, कुन चाहिँ छोरीलाई दिने छुट्टाइदिनु होला भन्नुभएको थियो। त्यसको लागि चाहिँ मैले आफ्नै हातले यस्तो राम्रो राम्रो हातले यति राम्रो राम्रो अक्षर लेखेर ह्याप्पी एनिभर्सरी ह्याप्पी बर्थडे भनेर माथिपट्टि राखिदिन्छु भनेको थिएँ। तर मेरो यो राम्रो राम्रो हातले राम्रो राम्रो ह्यान्डराइटिङ चाहिँ लेख्न जानेको छैन। र अहिलेदेखि होइन, पहिल्यैदेखि कहिले पनि मेरो ह्यान्डराइटिङ राम्रो भएन। त्यही भएर आज पनि ह्यान्डराइटिङ राम्रो भएको थिएन। मैले चाहिँ पेपर काट्दै लेख्दै फाल्दै काट्दै लेख्दै फाल्दै गरेर ढोका पछाडि पेपरको थुप्रो लगाइसकेको थिएँ। जतिवटा लेखे पनि हुँदै नहुने, यति कोसिस गरेँ तर लास्ट ट्राईमा चाहिँ हेर्नु पेपर काट्छु भन्दा ड्रइङ कपीको मैले हार्ड कभर नै काटिदिएको थिएँ। म चाहिँ यस्तो छु, एउटा काम गर्नलाई पनि 10वटा काम बिगार्ने। तर गाइज फाइनल्ली त्यो चाहिँ फाइनल रहेछ, त्यही भएर चाहिँ मिस्टेक भएछ। त्यसपछि चाहिँ मैले यस्तो राम्रो ह्यान्डराइटिङ गराएको थिएँ, हेर्न सक्नुहुन्छ। मैले यस्तो राम्रो लेखेको थिएँ, त्यसमा कर्सिभ मनपर्छ मलाई, त्यही भएर मैले कर्सिभ लेखेँ। अनि यति खुसी भएको थिएँ म चाहिँ त्यो ह्यान्डराइटिङ राम्रो भएको भएर। त्यसपछि चाहिँ मैले त्यसमा लगाइदिएँ अनि मैले लगाइदिएँ स्टिचिङ। त्यसपछि चाहिँ मैले दुईटै कुर्ताहरू प्याक गरेर रेडी बनाइसकेको छु। र हजुरहरूलाई पनि यस्तै बर्थडे सरप्राइज एनिभर्सरी सरप्राइज दिनको लागि हजुरहरूले पनि कुनै प्लेटफर्म खोज्नुभएको छ भने मलाई अर्डर गर्नु होला। बाई।